Have you taken my consent to record the video? Throw that out. Yes sir. Give me some. सबैलाई नमस्ते। सोशल मिडियामा टिकटकमा भाइरल भइरहेको मैले एज अ नेपाली आई वुड लाइक टु एपोलोजाइज फ्रम माई साइड है। किन साथीहरू जीवनाथ बरालले यो पर्यटकलाई चाहिँ एउटा गरिएको व्यवहार जुन पिकनिकमा अहिले यो भिडियो एकदमै भाइरल भइरहेको छ, जुन पिकनिकको विषयमा भएको भिडियो हो। जीवनाथ बराल भन्ने मान्छेले एउटा विदेशीलाई गरेको व्यवहारहरू तपाईँहरूले यस भिडियोलाई हेर्नु है त। I don't know what you say. 1500 rupees. If you have 1500 rupees, pay it. Otherwise, you have to wash all the dishes. Oh, watch the dishes. All the dishes. Oh my goodness. Otherwise, we are going. I gotta run. I gotta run. Hang up. We are going to take your second. Oh, you gotta pay for it. I pay 5,000. So you have to pay for this. This boy is. I'm going to break you that. What the hell, camera? No, man. That's not. I'll pay. Don't worry. I'll You have to pay. pay. Don't worry. Pay first and then record. You got a problem. First thing is you have not taken my consent to record. So I am going to sue you. You have not taken any consent to record that. You did. Sir, you have came to taken me. my consent to You record came my to me, video? sir. Have you taken my consent to record my video? Is that necessary or not? Is that necessary or not? Like, I'm trying. know the morally. I'm just trying to eat. It's okay, come. All right, I'll leave. I'll pay for it. Don't worry. Oh. Don't worry. I'll pay for it. Don't worry. Here you go. End it. Excuse me. Sorry for that. Excuse me. You can finish. No, it's okay. It's okay. Here. Here. Take your money. Here. You want the money? No, why? No, he wants the money. He don't. No. You just keep it. No. He's not joking. Here. He's joking. No, I'm not joking. What joking? Here. How much you want? How much you want? No. Why? Yeah, I'll pay. Come on. Here. Here, I'll pay for it. त्यसले मेरो भिडियो खिच्नु अगाडि सोध्नु पर्छ। Here. Pay for it. मेरो लिमिट के हो? No. I'll pay. Please. I'll pay. Please, no. It's a prank on you. I don't. My friend, you can go now. This is like. No. 100 rupees, yaar. Oh, you want 4,000 here? I'll do 1,000 here. Here. You want 1,000 here? No. That Here, doesn't take matter. it. This cost 150,000. Okay, I I'm don't not care. asking. जीवनाथ बरालले चाहिँ आफ्नो गल्तीलाई महसुस गर्दै अहिले एउटा सामाजिक सञ्जालमा सानो भिडियोहरू पोस्ट गरिसक्नु भएको छ र यस भिडियोलाई पनि हेर्नु होला है त। सबैलाई नमस्ते। सोशल मिडियामा टिकटकमा भाइरल भइरहेको मैले म मार्फत एकजना विदेशीलाई मिसवेब भएको देखिएको भिडियोको बारे माफी माग्नको लागि एपोलोजीको लागि म यहाँ उपस्थित भएको छु। त्यतिखेर भएको घटनाबारे थोरै बताउँदा त्यो 1 वर्षभन्दा अगाडि हाम्रो पिकनिकमा उक्त टुरिस्ट आइपुगेका थिए। उनीले खाना खाने क्रममा जोक्सको रूपमा खानाको कुरा उठेको थियो त्यहाँ, जुन मजाक हो जोक्स हो भनेर मैले भिडियोमा पनि पटक भनिरहेको छु। र त्यो पिकनिकको परिस्थितिले गर्दा त्यसपछि उसले भिडियो खिचिरहेको कुरालाई भिडियो चाहिँ नखिच्दिनु, भिडियो खिच्नुभन्दा अगाडि त कम्तीमा सोधिदिनु भनेर कन्सेन्ट लिइदिनु, मलाई भिडियो खिचेको मन परेन भनेर मैले उसलाई बताउन खोजेको हो। अब त्यो परिस्थितिले गर्दा त्यहाँ अलिकति रुड भएको देखिएको रहेछ। मेरो रुड हुने अथवा उसलाई थर्काउने भन्ने कुनै नियत थिएन। उसलाई त्यस्तो परेको रहेछ, त्यसको लागि आई डिपली एपोलोजाइज फर द्याट। म त्यसको लागि एकदमै माफी चाहन्छु। मेरो इन्टेन्सन त्यो थिएन। खालि भिडियो चाहिँ कन्सेन्ट नलिकन खिच्नु ठिक होइन भन्ने थियो, तर त्यो पिकनिकको माहौल परिस्थितिले गर्दा अलिकति रुड भएको देखिएको रहेछ, चर्को भएको देखिएको रहेछ। कुनै घुम्न आएको विदेशी पाहुनालाई बुलिङ गर्ने अथवा होच्याउने हेप्ने भन्ने मेरो उद्देश्य नरहेको र त्यस्तो पर्न गएकोमा म एकदमै माफी चाहन्छु। धन्यवाद।
र यस विषयलाई लिएर म पनि एउटा नेपाली भएको नाताले चाहिँ यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा र उहाँको भनाइ सुन्दाखेरि एकदमै नराम्रो लाग्यो। सो र मैले पनि आफ्नो विचारलाई चाहिँ टिकटकमा अपलोड गरिरहेको छु र त्यो भिडियोलाई पनि मैले यहाँ राखेको छु। साथीहरू यस भिडियोलाई हेरेर अन्तिमसम्म हेरेर कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला है त। द लस्ट जोय ब्रदर, उहाँलाई चाहिँ म फर्स्ट अफ अल के भन्न चाहन्छु भने एज अ नेपाली आई वुड लाइक टु एपोलोजाइज फ्रम माई साइड है, किनभने गल्ती भएकै हो हैन। सानो व्यक्तिको मिस्टेकले गर्दाखेरि चाहिँ एउटा नेपालको नाम जोडिन पुगेको छ। उहाँ ब्रदर चाहिँ एउटा युट्युबर पनि हुनुहुँदो रहेछ हैन। अलिकति युट्युबर भइसकेपछि अलिकति ट्राभल यताउति भइसकेपछि भिडियो सिडियो खिच्नु भनेको स्वाभाविक कुरा हो हैन। त्यो कसैले पनि छेकिन्न रोकेर रोकिन्न हैन। त्यो आफ्नो स्वतन्त्र तरिकाले भिडियो सिडियो खिच्न बनाउन मजाले पाइन्छ हैन। यो भिडियो चाहिँ भाइरल भइरहँदाखेरि पिकनिकको घटनाको कुरा लिएर चाहिँ अहिले एकदमै उग्र रूप छ हैन। एकदमै त्यहाँ गरिएको व्यवहार एउटा नेपालीले एउटा विदेशीलाई गरेको व्यवहार देखेर चाहिँ सबैजनालाई नराम्रो नै फिल भएको होला जस्तो लाग्छ जहाँसम्म हैन। ब्रदर यार हैन, यतिसम्म नगरिदिएको भए चाहिँ हुन्थ्यो हैन। किनभने मैले भिडियो सबै हेरेँ हैन। त्यहाँ एउटा दिदीले भन्नुभएको छ हैन, जस्तो जोक भने हैन, तर फेरि उहाँ दाइले चाहिँ के भन्नुभएको छ भने कसले भने यो जोक हैन सिरियसली हो, किन जोक लिने भनेर चाहिँ त्यो एकदम हुन्छ नि अलि एङ्ग्री तरिकाले भनेको भिडियोहरू पनि मैले पुरै हेरेँ कि हैन। ब्रदर यो एकदमै ठुलो गल्ती हो कि, किनभने एक नम्बर कुरा त हाम्रो पर्यटक भनेको चाहिँ हाम्रो एकदमै पाहुना हो, हामीले गहना सरै लिनुपर्छ कि। हुन त ब्रदरको अब इङ्ग्लिसहरू ल्याङ्ग्वेजहरू बोलाइ हेर्दाखेरि अलिकता हैन 2-4 शब्द 2-4 अक्षर चाहिँ पढेकै जस्तो लाग्छ मलाई हैन। तर पनि यस्तो बिहेभ चाहिँ किन आयो हैन। मान्छेहरू जति पढ्दै गयो त्यति आफ्नो बिहेभ पनि खराब हुँदै जाने हो कि के हो हैन ब्रदर हैन। वास्तवमा भन्नुपर्दा मलाई तपाईँलाई जति चाहिँ त्यो इङ्ग्लिस पनि बोल्न आउँदैन हैन, तर पनि तपाईँको यो बिहेभ देखेर चाहिँ साह्रै नराम्रो लाग्यो यार। यो सामाजिक सञ्जालमादेखि लिएर हैन एउटा सानो व्यक्तिको कारणले एउटा देशको नाम जोडिनु पुग्छ क्या। उहाँ ब्रदरले अब युट्युबमा हाल्नु भएको छ त्यो भिडियो, युट्युबमा हालेपछि त्यो भनेको जहाँबाट पनि हेर्न मिलिहाल्यो त होइन। भनेपछि एउटा पर्यटकलाई चाहिँ नेपालीले गर्ने व्यवहार चाहिँ कस्तो हुँदो रहेछ भनेर सबैले थाहा पाउँछ। त्यसको त कस्तो इमेज पऱ्यो त होइन, एकदमै ब्याड इमेज पऱ्यो क्या। सो ब्रदर होइन, अब पछिल्लो समयमा ब्रदरले माफ पनि मागिसक्नु भएको छ। गल्ती नभए त माफ किन माग्ने हो र होइन। जब भाइरल हुँदै आयो तब माफ माग्यो होइन ब्रदर। त्यही भएर होइन हामीले चाहिँ सधैँभरि हाम्रो पाहुनालाई चाहिँ रेस्पेक्टै गर्नुपर्छ है। जे जस्तै भयो नि टुरिस्ट भनेको टुरिस्ट हो क्या। भोलि हामी अरूको देशमा गएर त्यसरी क्यामेरा गर्दै जाँदाखेरि हामीलाई अब मन हुन्छ होइन ट्राभल यताउति। हामी अहिलेको जमानामा क्यामेरा जसको पनि हातमा मोबाइल हुन्छ जसले पनि भिडियो गर्छ क्या। यदि भोलि हामीले अन्त अरूको देशमा गएर चाहिँ नि त्यस्तोरी चाहिँ अरूले त्यस्तो मिसबिहेभ गर्दाखेरि कतिसम्म मन दुख्छ क्या, कतिसम्म हुन्छ क्या, त्यो सोच्नु पऱ्यो ब्रदर है। सो आफूले र अरूलाई पनि सम्मान गर्न सिकौँ है त ब्रदर, त्यही भन्न चाहन्छु है त।